हेलो नमस्ते टसिदी लेख आज चाहिँ टिप्टिनको अक्षर कसरी लेख्ने भनेर आज चाहिँ लेख्ने तरिका चाहिँ सिक्नेछौँ। ओके, सुरुमा हामी त्यो लेख्न लागि कोसिस गर्नेछौँ है। याङ्सी याङ्सी के हो भन्दाखेरि इ उ ए ओ गिकु सक्यु टेङ्बो नारो भन्दै चारवटा छ है। पहिला आ यसरी गर्यो, मजाले तान्यो यसरी है। आ अनि यो के भयो गिगु, यसले के स्वर निस्किन्छ इ। अब सेम आ नै क्यु उ है। अब डेङ्बु, यो आ भयो, यो डेङ्बु भयो ए, अनि यो फेरि आ अनि नारो ओ, इ उ ए ओ भनेर चार स्वर भयो। अब हामी के जान्छौँ, तीसवटा अक्षर के छ साल्जे सुम्चु। साल्जे सुम्चुमा सुरुमा के आउँछ का, त्यो लेख्न लागि हामी टाउको सुरु धर्का यसरी तान्ने, तानिसकेपछि तलदेखि यसरी ल्याउने, यसरी गर्ने, यो के भयो का। त्यसपछि खा है, त्यसपछि गा, त्यसपछि उता फर्किएको ङ। यो सक्यो, चार सक्यो, सकेपछि के आउँछ च्या, बुम्बा जस्तो च्या, अनि छा चाहिँ सुन्तला जस्तै छा है। अनि झा चाहिँ उता ङा जस्तो तर बिचको दर्का तान्नुपर्छ। सेम हो लेख्ने तरिका हो, ङा जस्तो भयो नि त होइन। अब यसले बिचको यसो तान्यो भने के हुन्छ ज्या। यहाँको जस्तो गर्यो अनि माछा न्या। अब ता, ताको चाहिँ डराले सुताउने, यो चाहिँ के भयो ता, तापट्टि मुख फर्काउनु पर्यो थाको चाहिँ, यसलाई चाहिँ के भन्छ था। अब यो ङा जस्तै हो दा भने, तर धाको चाहिँ के हुन्छ खुट्टा लामो हुन्छ दा। तार दामा झुकिने सक्ला होइन, ताको चाहिँ अलि ढाड सिधा तल झुकेको अलिकति सुटेको छ, दाको चाहिँ ङा जस्तो छ तर खुट्टा लामो छ। त्यो पछि के हुन्छ ना। अब पा पा, त्यसपछि फा। सेम सेम हो तर फाको चाहिँ के हुन्छ बिचमा यसरी पेट काटेको हुन्छ फा। अब बाको पनि सेम हो तर बाको चाहिँ के हुन्छ बक्सा जस्तो थुनेको हुन्छ। अब यहाँ यस्तो खुल्ला हुँदैन है, पा र बा सेम सेम तर अलिकति बाको चाहिँ ठप्पै माथि थुनेको हुन्छ, बाको चाहिँ यसो थुनेको हुँदैन। ओके, अब चाहिँ के हो अब मा, मा चाहिँ यसरी लेख्छ। ओके, अब चा छा जावा है, चा छा जावा सेम सेम नै हुन्छ है। योलाई के भन्छ चाको चाहिँ माथिको तानेको हुन्छ, यो चाहिँ चा सेम सेम रहेछ नि होइन, तर फरक यो माथिको है, माथिको मात्रै फरक हुन्छ। यसलाई के भन्छ चा, नभएकोलाई चा।
यो के भयो छा यो पनि अघि ङ जसो लेख्ने बिचको तानिम के हुन्छ अब झा अब वा वा अब स्या योलाई के भन्छ स्या त्यसपछि के आउँछ सा ना चाहिँ कस्तो भयो याको चाहिँ अलि सानो लेख्ने अनि यो चाहिँ अलि लामो या ओके यो लेखिसकेपछि अब र आउँछ र जस्तो यहाँ सेम मा जस्तो तर यहाँमा त्यस्तो तानिम के हुन्छ ला यो चाहिँ के हो स्या के भन्छ यसलाई स्या स्या यो र यो जुगिन सक्ला है तर स्वर पनि सेम सेम आउँछ यसलाई के भन्छ या या भन्दा अलिक बाक्लो यो चाहिँ के हो अलिकति तिखो स्या स्या है अनि राला स्या स्या पछि फेरि के आउँछ सेम स्वर सेम सेम आउँछ तपाईँले जुकिन सक्ला मान्छे धेरै जस्तो यसमा भन्दाखेरि यो मिस्टेक गर्छ है यो चाहिँ सा यो चाहिँ सा यो चाहिँ स्या है यो चाहिँ या यो चाहिँ अलिक बाक्लो यो अलिकति योभन्दा अलिक पातलो स्या यो चाहिँ एकदमै तिखो सा है अब यो ह यो चाहिँ ह यो चाहिँ बाक्लो ह यो चाहिँ ह यो चाहिँ ह सास फेरि जस्तो ह है यो चाहिँ अलि ह भन्ने बाक्लो आउँछ स्वरमा पनि यति फरक हुन्छ यो 30 वटामा यो अब म अन्तिम यो गर्छु पहिला आ लेखिदिन्छु यो साल्चे सुम्चे हो 30 वटा अक्षरमा चाहिँ कुनै पनि मिल्दो जुल्दो स्वर कुनैको पनि छैन है कुनैको पनि स्वर मिल्दैन सबै आफ्नो आफ्नो सबै 30 वटामा चाहिँ 30 वटाकै शब्दको आवाज चाहिँ छुट्टै आउनुपर्छ है यो कुनैले सेम सेम आउँदो रहेछ त्यो चाहिँ मिस्टेक भएको तपाईँहरू सबैको छुट्टै बेग्लै आउनुपर्छ योलाई चाहिँ का ख ग ङ च छ ज ञ अब यो ज्या र योमा मिस्टेक गर्छ कुनैले योलाई पनि ज्या योलाई पनि ज्या भनिदिन्छ होइन योलाई ज्या योलाई चाहिँ जा योलाई चाहिँ अलिक बाक्लो अलिक जा है अनि यो र यो फेरि मिस्टेक आउँछ यो जा र यो चाहिँ के हो जा जा यो चाहिँ ज ज यो चाहिँ जा तपाईँले यसरी यसरी कुनै कुनैहरू चाहिँ सेम सेम स्वर भएकोमा तपाईँले मिस्टेक गर्नु सक्छ अरू त सजिलो छ ओके यहाँसम्म चाहिँ यसरी भनेर आज टिप्टेन अक्षर कसरी लेख्ने भनेर त्यो सिक्यो अनि भोलिदेखि फेरि पनि अरू समय भ्याउँदा भ्याउँदा अरू पनि लेख्न कोसिस गर्नेछौँ यसो भन्दै भिडियो यहाँ अन्तिम गर्दैछु